के हो कोही कोहीलाई भारी बोकेको नि निकै सुहाउँदो रहेछ त। सधैँ गरिरहने काम सुहाइहाल्छ नि। कहिले नगरेको काम भए पो अनौठो नसुहाउने हुन्छ। बरु साह्रै सुहाएको भए फोटो खिचिदेऊ न त। आफ्नै सोल्टी हो क्यारे। फोटो खिच्न त हुन्थ्यो तर के गर्ने सोल्टी क्यामेरै छैन। त्यसो भए क्यामेरा भएपछि नै खिचिदेऊ न त। के हो सोल्टी गाउँमा माघे सङ्क्रान्ति मान्न आउनुभयो थियो क्या हो चाँडै गोठतिर फर्किन लाउनु भयो त। त्यस्तै भन्नु पर्यो। यो वर्ष राम्रो नराम्रो के छ भनेर आमाले बोलाउनु भयो, त्यही भएर आएको। अझै 2 दिन घरमा बसेर फर्किनु भयो पनि त हुन्थ्यो नि गोठमा। खै सोल्टिनीले बस भनेको भए त बस्ने थिए नि अझै 2-4 दिन। बस नै भनेन। त्यसो भए आफ्नै गाउँमा घरमा बस्नलाई पनि मैले नै बस भन्नुपर्ने। बस्नु न त सोल्टी बस्नु। ए बसौँ त? बस्नुहोस् न। साँच्चै बसौँ? बस्नु। होइन सोल्टी जानुहोस्। तपाईँ त्यत्रो पढाइ लेखाइ गोठालो मान्छे हजुर जानु भएन भने गोठमा फेरि भेडा बाख्रा हुन्छ। जानुहोस्। के गर्नु सोल्टिनी, म त्यत्रो पढेर पनि सरकारी जागिर खानै पर्छ, विदेश जानै पर्छ भन्ने यो पुर्खेली पेसा कसले धान्ने? त्यही भएर पनि आफ्नो पुर्खेली पेसा धानेर पढे लेखेको मान्छेले पनि आफ्नो पुर्खेली पेसालाई आधुनिक तरिकाले गर्न सकिन्छ भनेर उदाहरण बन्नको लागि म गोठालो भइरहेको छु सोल्टिनी। ए त्यस्तो पो मेरो सोल्टी? हो त नि सोल्टिनी, मेरो सोल्टिनी। ल त म अब जान्छु पनि। राम्रोसँग आफ्नो ख्याल राख है। ल ल हुन्छ सोल्टी तपाईँ पनि राम्रोसँग जानुहोस्। फेरि गाउँमा कहिले काहीँ आउँदै गर्नुहोस् नि हामीलाई माया नमान्नुहोस् ल। हुन्छ सोल्टिनी। ल म ल, लागेँ है। हुन्छ। होइन यो मान्छे काठमाडौँ बसेर स्नातक त पढेको भन्छ तर फेरि गाउँमा कस्तो भिडी गोठालो कसरी सकेको होला।